हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी दिप्सी जी गुरुङ। थम्बनेल हेरेर त थाहा पाइसक्नु भयो होला। हामीले चाहिँ नि भोट हालेर नि आइसके। मेरो चाहिँ नि यता फेदी खोला सारेको थियो। मैले चाहिँ नि सेकेन्ड टाइम भोट हालेको। फर्स्ट टाइम चाहिँ नि काउलीमा हालेको थिएँ, सेकेन्ड टाइम यहाँ फेदी खोलामा। अनि यहीँ स्कुल छ के स्कुल रे? स्कुलको नाम सिद्धार्थ माविमा हालेर आएको। कस्तो खुल्ला थियो कि एकदम खुल्ला। अनि म कान्छा पुसेको चाहिँ नि यहीँ थियो। अनि के भन्छ अरे अब फुपू र बजे फुपू मेरो सासूको आमा, उहाँ चाहिँ नि उहाँहरूको चाहिँ नि दामगाडे भन्ने स्कुलमा छ अरे। अनि अब दिनभरि यहाँ घरमा के गर्न बस्ने है, झ्याउलाउँछ। त्यही भएर डुल्न जाने हामी चाहिँ यसो उतातिर हिँड्दै जाने हो। अब हिँड्न त सकिन्न होला, त्यही पनि कान्छा यता जुत्ता लाउँदै हो। यता बेबी आउनु। हेलो हेलो। ल बिहानै चाहिँ मत खसालियो। यहीँ पछाडि चाहिँ स्कुल छ हाम्रो त एकदम नजिक सिद्धार्थ माविमा 3 जना गएर भोट चाहिँ खसालिएको अवस्था। हाम्रोलाई भन्दा राम्रोलाई भोट दिनु होला है साथी, दिनु होला। हामीले पनि हाम्रोले भन्दा राम्रोलाई दिएका छौँ हामी उठ्यो हैन, त्यही पनि तर हामीले प्रत्यक्ष र समानुपातिक एकदम चाहिँ विचार गरेर चाहिँ दिएका छौँ है साथीहरु। हामी हिँड्यौँ अब ल यहाँबाट साथीहरु भोट हाल्न दामगाडीतिर खान त हालिसक्यो, फुपू हाल्यो। ल यस्तो छ यो प्रगति टोल होइन, प्रगति मार्ग। फेरि हाम्रो बाबाले राखेको नाम हो पुसेले राखेको नाम प्रगति भयो है, प्रगति राखेर उता गएर भेटौँला साथीहरू। ल साथीहरू, यही हो फेदी खोलाको गाविस रुरल म्युनिसिपालिटी गाउँपालिका गाविस अरे। मैले होइन त यत्रो ठुलो गरेको है, कस्तो राम्रो दामी। पहिला उतै थियो, पहिला उतै हो कि कुन रे? सानो पहिला उतेताको हो। ए उहाँ तल न, त्यो के हो त? हो त्यो यस्तो बनाइ चाहिँ आधा बाटो नहिँड्दै फ्याक पऱ्यो साथीहरू। सास परेर उता आउँदैछ कान्छाहरू चाहिँ नि। एकजना मान्छे यता अगाडि जाँदै हुनुहुन्छ, थाकिने नहिँडिराखेर के भन्छ अरे ब्रोइलर कुखुरा जस्तै भयो साथीहरू। हेर्नु न, नहिँडेर फोक्सो फुलो। यो त रोड त रहेछ रहन चाहिँ अब कतिको टाढा छ थाहा छैन है त। जाम के अरे झन् मस्कारा लगाएको बिहान पुरै कालो हुने भयो मेरो आँखा तलहरू। ल यस्तो रहेछ बनबनै जाने साथीहरू। हेर्नु त फेदी खोला है, जम्का भेट भयो त मान्छेहरू। यसो बसेको हामी चाहिँ रहेछ साथीहरू। बल्ल आइपुग्यो दामगाडे स्कुल यो साथीहरू। कान्छाको मम्मीले यहाँ पढाउन आउनुहुन्थ्यो पहिला। उहाँ फेदी खोलाबाट यहाँ पढाउन आउनुहुन्थ्यो नि त, यति टाढा। हो गड, म आफै हिँडेर आएँ। थाहा पाए कस्तो रातै पिरो भएको यहाँमा। यहीँ रहेछ भोट दिने मान्छेहरू यति धेरै। दामगाडे स्कुल रातै भएर मेरो हालत ओ माई गड पाके जाइ भएको म त साथीहरू। यस्तो रातो स्याउजै पाकेको छु। रातै भयो, कान्छा पनि कस्तो भयो हिँडाइ? ट्रेकिङ जस्तो भयो के अरे है? सेम ट्रेकिङै भयो क्या। गरम भएर पुरै मान्छेहरू छन्। मेरो फुपूको बाबा, सासूको बाबा यताबाट छिर्ने रहेछ, यताबाट बाहिर आउने रहेछ साथीहरू। यो गेटबाट छिर्ने साथीहरू भोट हाल्न स्कुलमा। दामगाडे मावि मान्छे हेर्नु, मान्छे यत्रो उताबाट नै आउँदैछ। उता कता रे बुढा? आक्राङ कता हो? उता हो नि त त्यो भेगतिर आक्राङ। ठुलो फुपूहरू त्यताबाट गाडीमा त्यही हो अब जाने साथीहरू। हामी चाहिँ कुर्दैछौँ। थकेला है।
पहिला लाउँछ होला पहिल्यै ल्याइसक्यो सुरुमा चाहिँ नि हिरो भएर यता मुन्टा पारिपारिबाट नि भोट हाल्नु आउने साथीहरू सर्केटारी खर्केटारी भोट आउने हो नि त यहाँ कहाँ हो सर्केटारीबाट यहाँ होइन आउने हाल्न सर्केटारीको तलै हो तलै हो अघि त को हो सर्केटारी भनिराख्नु भएको थियो सर्केटारी भन्दा अलि माथि कि कुडुले ल कुलेको समाज घर बन्दै रहेछ साथीहरू हामी चाहिँ नि यसो फुपूको माइततिर डुल्न आएको यता नि रहेछ क्या म त माथितिर मात्रै हेरेको त यता तलतिर नि रहेछ गाउँ ल हेर्नु नै यसो कैद गरेर राखौँ भनेर साथीहरू युट्युबमा अब घरिघरि आउने कुरो त हुँदैन के अरे होइन त्यही भएर यसो आउने मेसोमा चाहिँ नि भिडियो बनाएको मुख्य खोलाको कोट साथीहरू दसैँमा पूजा हुन्छ अरे हरेक दसैँमा के हो त्यो कुडुलको ल हाम्रो पुसेको ससुराली आइपुग्यो सेकेन्ड ससुराली यतातिर फुपूको माइत हामी बेलाउतीको रुख्ने रहेछ यस्तो घरहरू छोडेर अहिले हुन त पुगिसरी भएपछि सर्नी भयो हुन त सुविधै ऐना पनि रहेछ त्यहाँ त त्यो धनसार साथीहरू सिमेन्टको रहेछ यही हो घर अनि यो चाहिँ नि धनसार अनि ऊ त्यहाँ टोइलेट त्यो यहाँ यो चाहिँ नि भान्साकोठा किचन यस्तो रहेछ त्यहाँ चापी हालेछ यता बाख्रा थुन्ने खोर रहेछ होइन यता घारी छ ल हेर्नु होला मेरो माइतीहरूले नि हेर्ला नि यता यस्तो घुम्न गछ भनेर अरूले नि हेर्नु भनेर मैले चाहिँ नि यो भिडियो बनाउँदैछु साथीहरू अब ल यो घर हेरियो फर्स्ट टाइम आयो फर्स्ट एन्ड लास्ट होला सक्यो अब हामी यता माथि उक्लिन्छौँ है त्यो साथीहरू लट्ठी टेक्दै हामी तिनजना अनि बाजे बजे पछि आउनुहुन्छ यो भैँसीको गोठ त्यो भैँसीको गोठ यो धनसार पनि सिमेन्टले बनाउनु भएको छ बाजे त ढाक्रे हो होइन खासमा बाजे ढाक्रे अनि छोरीहरू ठाउँमा पुगेर छोरा ठाउँमा पुगेर यतिको भन्छ अनि पोखरा बस्नु भयो अहिले चाहिँ पोखरामा छोराले घर बनाउनु भयो अनि त्यहाँ बस्नु भयो त्यही हो साथीहरू जेठी छोरी फेरि खोला के भन्छ अरे माइली र कान्छी पोखरा एउटा ए माइली साइली कान्छी पोखरा कान्छी भलाम अर्को दुइटा चाहिँ नि बिरौटा कि कतातिर बस्नुहुन्छ है त्यतै हो अब हामी लाग्यौँ लो यतातिर दाउराहरू काटेछ नि त गेसोको मतलब चाहिँ नि ब्रिटिसहरूको के भन्नु यहाँ गोर्खा स्मारक ट्रस्टतिर लाग्यो दाउरा त मजाले यो मेसिनले काटेको दाउराहरू हो नि त यसरी थुप्रै रहेछ भाइ कसको रहेछ हो त्योहरू हेर्नु न चाबीको लागेछ भाइ त्यत्रो बाटो दुःख गरेर आइयो चाबी लागेछ यसरी सबै कम्पाउन्ड लागेछ क्या हेर्नु न त्यहाँ लेखेको छु गोर्खा के भनेर लेखेको छु खोइ देखेन अझै नि आइपुग्यो साथीहरू बनाउँदै रहेछ अझै पुरा भएन फुलहरू रोपेछ यता साइडमा यहाँ हेर्नु न त्यहाँ हो त्यस्तो पानी ल बनाउँदै रहेछ बच्चाहरू खेल्दैछ कपडा मैला भएछ बहिनीको पुसेले पनि दामगाडीमा पढाउनु भएको रे
अनि कान्छाको मम्मी र पुसे त्यहाँ स्कुलमा भेट भएको, भेट भएर त्यसरी लभ परेर बिहे भएको रहेछ। आज चाहिँ नि मैले ससु र सासू दुइटै सासूको लभ स्टोरी सुने। यस्तो थोरै चुत्ता दुइटै लभ म्यारेजहरू साथीहरू। अहिलेको फुपू चाहिँ नि फेसबुकमा भेटेर अरे पहिलाको फुपू चाहिँ नि के भन्छ अरे लभ के भन्छ अरे दाम गरेर एउटै स्कुलमा पढाउँदाखेरि भेटेको अनि उल्लु भएको अरे। ए बगैँचाहरू रहेछ साथीहरू। हेर्नु त यस्तो रहेछ है, दामी बनाएछ। कति ठुलो बनाएछ बनाउन त, यस्तो ठुलो बनाएछ हेर्नु त। अझै बनाउन बाँकी रहेछ र त। कान्छा हिँडेर थकित भयो अरे, त्यो तलतिर सबै दुख्यो भने। ल खै पानी आइछ यसरी। वा हात धुन पर्छ क्या हो। यस्तो रहेछ साथीहरू। ल हेर्नु त। ल त्यसले के भन्दै हुनुहुन्छ, इन्सपिरेसन कुराहरू मोटिभेसन कुराहरू भन्नु हुन्छ साथीहरू। सुन्न पऱ्यो नि होइन र। ल यस्तो रहेछ सबै कम्पाउन्ड लगाएको रहेछ। कति ठुलो एरिया रहेछ त है, कति ठुलो एरिया हो। गार्डनहरू नि गरेछ हेर्नु न। ल साथीहरू फेदी खोला बजार हो, त्यो निलो टिन रातो घरको पछाडिको हाम्रो घर। प्रगति मार्ग टोल हेर्नु त यति धेरै है, कति धेरै घरहरू रहेछ कि। अहिले हेर बाटो कति राम्रो। पुसेले भिडियो गर भनेर भिडियो गरे है साथीहरू। भोट पनि दिएर आएँ, थाकेँ या थकित भए प्याकै परेर है। त हेर्नु त कस्तो हालत बिजोक भइन्छ। बिजोक छ मेरो त खुट्टा। बहरको युवाहरू हिँड्न नसकेर बजे भएर टुइटो हिँडेर अगाडि पुगिसक्नु भयो। अघि म ढलेको पेट दुखेर के भएर रे पुसे। त्योहरू हामी चाहिँ नि हो त्यही स्कुलमा भोट दिएर आएको। बिहान अहिले त सकेछौ, छैन मान्छे, अलिअलि मात्रै आउनु। हाम्रो घर माथिबाटको भ्यू। नि मर्मत कार्य जारी नै रहेछ यहाँ। यस्तो बनाउनु भयो चाहिँ फुपूहरूले। कोठा त अस्ति नै हेरिसकेको हो के अरे। चापिला खाएन, चापिला खा भने आलु देखेको नि त। यहाँमा फ्रेस पनि भएन, वहाँ माथिबाट आएर एकदम हिँड्न पऱ्यो के अरे। अब भ्लग चाहिँ नि इन गर्न चाहन्छु। अहिलेसम्म भएकोमा धेरै धन्यवाद। लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। यता सानो केही भन्नु खर हेर्नु त, यहाँ डार्क सर्कल बसेर। ओ माई गड। ल आज चाहिँ मतदान चाहिँ एकदम शान्तिपूर्ण भयो र चाहिँ तर सोचे जस्तो भोट चाहिँ खसेन जस्तो कुराहरू त्यो त पछि नतिजा थाहा हुन्छ नि अब के हो कसो हो भनेर। 50% मात्रै खस्यो यसपालि भन्दै हुनुहुन्थ्यो है। त्यो त पछि नै थाहा हुन्छ के। ल बाई टेक केयर।